नमस्कार सबैजनालाई। हामी सम्पूर्ण न्याउजोतवासी सम्पूर्ण सङ्घ संस्था जतिजना छन् अर्गनाइजेसन जस्तै क्लब, मन्दिर कमिटी, अरू अर्गनाइजेसन सबैजना मिलेर हामी न्याउजोत घाट निर्माण कमिटी थ्रुबाट यो गरेको सबैकोमा र सबै उहाँको जुन 12 तारिकको घटनालाई लिएर हामीले उहाँको जति पनि उहाँ परिवारहरूका सदस्यहरू गुमाउनु भएको छ, कतिजनाले आफ्नो फ्यामिली गुमाउनु भएको छ, उहाँहरूको आत्माले शान्ति पाओस् भनेर र उहाँ जति पनि हुनुहुन्छ उहाँहरूका फ्यामिली मेम्बर उहाँहरूले पनि सहन शक्ति यो घटनाकोमा निस्किनुहुन्छ होला भन्दै हामी यही अर्थको लागि श्रद्धाञ्जली हामीले दियौँ। र हजुरको नाम? मेरो नाम गोकुल नेपाली, प्रेसिडेन्ट न्याउजोत घाट कमिटी। हजुर केही 2-4 शब्द हजुर पनि बताइदिनुहोस् होला। हाम्रो अध्यक्षज्यूले अलरेडी बताइसक्नुभयो। यो आजको भावपूर्ण श्रद्धाञ्जली 12 जुन 2025 भनेर तपाईँले पनि ब्यानरमा दर्शकहरूलाई देखाइसक्नु भएको छ। यो चाहिँ हामीले हाम्रो न्याउजोत छरिएका सम्पूर्ण सङ्घ संस्थाहरू, मन्दिर कमिटीहरू, क्लब र चर्च सबैजनाको प्रतिनिधिहरूलाई हामीले बोलाएका थियौँ र यसमा हाम्रो उचित सङ्ख्यामा हाम्रो बालबच्चाहरू पनि सहभागी भएको थियो। वृद्धहरू सम्पूर्ण सदस्यहरू नै सहभागी हुनुभयो। यति सङ्ख्यामा आएर हामीले यसरी श्रद्धाञ्जली चढायौँ आजको दिनमा चाहिँ। यो चाहिँ हामीले अगाडि पनि भनिसकेका छौँ। यो चाहिँ हामीले यो 12 जुनमा भएको एउटा असामयिक घटना जो थियो, भारतको गुजरात राज्यको अहमदाबाद सहरमा भएको प्लेन क्र्यासमा परेर चाहिँ जसका घरका परिवारहरूले चाहिँ उहाँका आफ्ना आत्मीयजनहरू गुमाउनु भयो, उहाँहरूलाई सम्झेर उहाँहरूलाई श्रद्धाञ्जली दिनको लागि चाहिँ आज हामीले यो श्रद्धाञ्जली सभा आयोजन गरेको छौँ। धन्यवाद। हजुरको नाम? हेमलाल छेत्री, सेक्रेटरी न्याउजोत घाट निर्माण कमिटी। र म्याडम केही 2-4 शब्द तपाईँ पनि बताइदिनुहोस् दर्शकहरूलाई। नमस्कार। हामी न्याउजोतका ग्रामवासीहरू सबै यहाँ एक ठाउँ भेला भएर 12 तारिक जुन 2025मा जुन दुःखद विमान दुर्घटना भयो, जसमा लगभग 300 जनाले आफ्नो ज्यान गुमाउनु भयो, उहाँहरूको मर्माहत परिवारलाई भगवानले सहने शक्ति दिउन् र आत्मा सबै दिवंगत आत्माहरूलाई भगवानले शान्ति दिउन् भनेर हामी यहाँ क्यान्डल बालेर, मेणबत्ती बालेर सबैको निम्ति श्रद्धाञ्जली व्यक्त गर्नको लागि हामी यहाँ सबैजना जम्मा भएका छौँ र हाम्रो तर्फबाट हृदयबाट नै एकदमै भावपूर्ण श्रद्धाञ्जली हामी अर्पित गर्न चाहन्छौँ। धन्यवाद। र नाम बताइदिनुहोस् होला तपाईँको? म निता शर्मा। हामी न्याउजोत ग्रामवासी र हाम्रो एउटा सानो एनजिओ पनि छ, दार्जिलिङ सेवा संस्था भनेर। हामी सहायता गर्ने प्रयास गर्छौँ सकि नसकी र ग्रामवासीहरूको प्रत्येक पलमा जुन साथ छ, नौया परिवार सङ्घको, लाली गुराँसको, मन्दिर कमिटीहरूको सबै ग्रामवासी हामी सङ्घ संस्था बिर्सेर हामी एक भएर जुन हामी अघि बढिरहेछौँ, यसैमा हामी अति नै हर्षित अनुभव गर्दछौँ। नमस्कार आदरणीय आमा बाबा दाजुभाइ दिदीबहिनी, हाम्रो न्याउजोत गाउँका समस्त प्यारा बालबालिकाहरूलाई यहाँ आजको यो हार्दिक श्रद्धाञ्जली दिने कार्यक्रममा स्वागत जनाउँदै आज हामी यहाँ दुःखद एउटा घटनाको लागि श्रद्धाञ्जली दिनको निम्ति भेला भएका छौँ। हाम्रो देशमा कम्ती नै विमान दुर्घटना हुने भनेर गन्तीमा आउँछ, कम्ती विमान दुर्घटना भारतमा हुन्छ भनेर गन्तीमा आए पनि तर साह्रै नै दुःखद घटनाहरू हुने गर्छ। विमान दुर्घटनामा अति नै दुःख लाग्दो घटना के हुन्छ भनेदेखि एकदमै कम्ती जनाको ज्यान चाहिँ बाँच्ने सम्भावना हुन्छ, धेरैजनाकै ज्यान जाने सम्भावना हुन्छ क्रास भएको, दुर्घटना भएको खण्डमा। यसै कुरालाई अगाडि बढाउँदै अहमदाबादमा जुन 12 जुनको दिन अति नै हामीलाई मर्माहत पार्ने, हामीलाई मनमा आहत दिने एउटा दुखित पार्ने घटना घट्यो। कति आमा बाबाले आफ्नो छोराछोरी गुमाउनु भयो, कति ठुला सपना लिएर अघि बढ्न लागेका नानीहरू, हाम्रो जीवन एक साथ बिताउँ भनेर विदेशतिर लागेका परिवारहरू, कोही पूर्व मुख्यमन्त्री हुनुहुन्थ्यो होइन, कोही अब पाइलटहरू र विमानको कर्मचारीहरू, सबै विदेशी यात्रीहरू, टुरिस्टहरू, हाम्रा देशका एनआरआईहरू, भारतमा कोही जन्मदिन मनाउन आएका नाति
घडीको समयमा हामी समस्त दुःखी परिवारहरूको साथमा छौँ। उहाँहरूलाई भगवानले, ईश्वरले, परमात्माले एकदमै यो दुःखद समयलाई सहने हिम्मत दिनुहोस् भन्दै हामी यहाँबाट संवेदना व्यक्त गर्नको लागि आज हामी मोमबत्ती बालेर, क्यान्डल बालेर सबै आत्माहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दछौँ र 1 मिनटको हामी मौन धारण गर्नेछौँ। सबैले मोमबत्ती बालिसकेर 1 मिनटको मौन धारण गर्नेछौँ र हामी सबैजना बिदा लिनेछौँ र दुःखको समयहरू यसरी आउँछ, सुखको समयहरू पनि आउँछ। हामी सबै साथमा साथ मिलेर सबैजनाको साथ भयो भने नै हाम्रो हरेक कार्यक्रमलाई बल मिल्छ। अब यो दुःखको समयको साथसाथ फेरि एउटा राम्रो समय पनि आउनेवाला छ। हाम्रो शरीरलाई, हाम्रो मनलाई, हाम्रो आत्मालाई स्वस्थ बनाएर दुःखको समयमा पनि शक्तिशाली बनेर हिम्मत लिएर अगाडि बढ्नुको लागि हामीले अगाडि बढ्नुको लागि एउटा कार्यक्रम हुनेवाला छ। 21 जुनको दिन अन्तर्राष्ट्रिय योग दिवस। त्यसलाई पनि हामीले एकदमै रेस्पेक्टसँग एकदम उयो गरेर राम्रोसँग मनाउनु पर्छ है। हाम्रो आफ्नो शरीरलाई